काठमाडौँको बुद्धनगर बानेश्वरमा साधारण परिवारमा जन्मिएका पारस खड्का न त क्रिकेट खेल्ने परिवारमा जन्मिएका थिए न त उनको सपना क्रिकेटर बन्ने नै थियो। क्रिकेटर बन्छु चाहिँ कहिले पनि सोचेको थिइनँ। भनौँ न अब सानोदेखि नै इच्छा थियो स्पोर्ट्स खेल्ने। तर पनि अन्डर 15 बाट अन्डर 19 हुँदै राष्ट्रिय टिमका कप्तानसम्म पुगेका पारस खड्काले क्रिकेटबाट सन्यास लिएपछि हाल क्यानको सचिवको भूमिकामा रहेर नेपाली क्रिकेटको भविष्यलाई अझ मजबुत बनाउने प्रयास गरिरहेका छन्। तर उनको यस यात्रामा चुनौतीहरू अनगिन्ती थिए, किनभने त्यो समयको नेपालमा क्रिकेट खेल्नु भनेको भविष्यको ग्यारेन्टी पाउनु होइन, केवल जोखिम लिनु मात्रै थियो। यस्ता चुनौतीहरूको बावजुद पनि पारससँग अनुशासन, धैर्यता र हार नमान्ने अडिग मानसिकता थियो, जुन धेरैमा हुँदैन। समय बित्दै जाँदा यही अडिग मानसिकताले पारस खड्काको सङ्घर्षलाई आकार दियो र उनी राष्ट्रिय टोलीको हिस्सा बने। तर राष्ट्रिय टोलीमा पुग्नु सबैभन्दा ठुलो उपलब्धि थिएन, बरु सबैभन्दा ठुलो चुनौती थियो, किनकि त्यो समयमा नेपालमा क्रिकेटलाई गम्भीर रूपमा स्थापित गर्नुपर्ने राष्ट्रिय खेलाडीको जिम्मेवारी थियो। नेपालमा क्रिकेट विगत र वर्तमान दुवै समयमा संरचना र पर्याप्त स्रोतको सहारामा अघि बढेको खेल थिएन। विगतको समयमा यो खेल केवल केही साहसी युवाहरूको सपना बाँचिरहेको थियो, जहाँ हार सामान्य थियो तर हार नमान्ने आँट दुर्लभ। त्यो समय शान्त रूपमा उभिएर आफ्नो छाप छोड्ने खेलाडी त धेरै थिए, तर त्यसमध्येको एउटा नाम थियो पारस खड्का। उनी रन मात्र बनाउने खेलाडी थिएनन्, उनी त्यो विश्वास थिए जसले एउटा पुस्तालाई नेपाल पनि विश्व क्रिकेटमा उभिन सक्छ भन्ने आँट दिएका थिए। नेपालको क्रिकेटमा जुन सफलताका तस्बिरहरू हामी आज देख्छौँ त्यसको पछाडि लुकेका छन् त्यस्ता निर्णय र सङ्घर्षहरू जसले पारस खड्काको करियर नै समाप्त गर्न सक्ने अवस्था सृजना गरेका थिए। ती निर्णयहरू के थिए र उनले कसरी सामना गरे, यो सबै हामी अगाडि कुरा गर्नेछौँ र आजको यस भिडियोमा हामी बुझ्ने प्रयास गर्नेछौँ पारस खड्काको जीवन सङ्घर्ष, नेतृत्व र नेपाली क्रिकेटप्रति उनको वास्तविक योगदानको कथा। भिडियो सुरु गर्नु अघि कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईँको एउटा क्लिकले हामीलाई यस्ता थप भिडियोहरू बनाउन मोटिभेसन दिन्छ। सो लेट्स बिगिन। पारस खड्का बुवा मोहन खड्का र आमा रिता खड्काको कोखबाट जन्मिएका हुन्। उनको जन्म विक्रम सम्वत 2044 साल कार्तिक 7 गते काठमाडौँको बुद्धनगर बानेश्वरमा भएको थियो र उनको बाल्यकाल पनि त्यही बित्यो। उनले बुद्धनगर बानेश्वर स्थित साउथ पोइन्ट बोर्डिङ हाई स्कुलमा अध्ययन गरेका थिए। सानैदेखि पारस अध्ययनमा निकै होसियार थिए। उनको नम्र स्वभाव र शैक्षिक उपलब्धिका कारण पनि शिक्षकहरूले उनलाई धेरै माया गर्थे। सुरुमा उनको सपना क्रिकेटर बन्ने थिएन। उनी खेलकुदमा चासो त राख्थे, तर फुटबल र बास्केटबलमा बढी रुचि राख्थे। साथै पारसको मुख्य लक्ष्य सधैँ आर्किटेक्ट बन्नु थियो र क्रिकेट बाहेक उनी डिजाइन र भवन निर्माणमा पनि रुचि राख्थे। उनका बुवा आमा पनि उनका हरेक निर्णयमा सधैँ साथ दिन्थे। उनी भन्दा 2 वर्ष कान्छो उनका एक भाइ पङ्कज खड्का छन्, जसलाई उनी आफ्नो निकै मिल्ने साथी मान्थे। बाल्यकालमा पङ्कज उनका लागि ठुलो प्रेरणा थिए। यही पारिवारिक साथ र प्रेरणाको बीच उनी बाल्यकालमा आफ्नो भाइ र साथीहरूसँग गर्मी र वर्षायामको समयमा फुटबल खेल्ने गर्थे भने बास्केटबल र क्रिकेट पनि प्राय सधैँ जसो खेलिरहन्थे। यसै क्रममा पारसको एउटा रमाइलो बानी थियो। टिभीमा क्रिकेट वर्ल्ड कप चलिरहेको बेला उनी क्रिकेट खेल्थे र फुटबल वर्ल्ड कप चलिरहेको बेला फुटबल खेल्ने गर्थे। अर्थात् जुन खेलको वर्ल्ड कप चलिरहन्थ्यो उनी त्यो खेलमा डुबेका हुन्थे। तर पारसले त्यो समयमा खेलकुद क्षेत्रमै करियर बनाउने सोचेका थिएनन्। उनी पढाइमा राम्रो भएकोले उनले कुनै न कुनै शैक्षिक क्षेत्रमा नै करियर बनाउने सोच राखेका थिए। उनी विद्यालयमा आयोजना हुने खेलकुद प्रतियोगितामा कमै सहभागी हुन्थे, तर यही समय उनको जीवनमा क्रिकेटसँग जोडिएको एउटा महत्त्वपूर्ण मोड आउनेवाला थियो। उनको कक्षा 10 को पढाइ सकिने लागेको थियो र सोही समयमा एक दिन उनी घरमै बसेर पत्रिका पढिरहेको थिए। उक्त पत्रिका पढ्ने क्रममा उनले केबी खत्री मेमोरियल कप अन्तर्विद्यालय क्रिकेट प्रतियोगिता हुँदैछ भन्ने जानकारी पाए। त्यसपछि उनी उक्त पत्रिका विद्यालय जाँदा सँगै लिएर जान्छन् र विद्यालयका खेलकुद शिक्षकलाई देखाउँदै भन्छन्, सर, हाम्रो विद्यालयले पनि यो प्रतियोगितामा भाग लिनुपर्छ। त्यसपछि उनका शिक्षकले आयोजकलाई फोन गरे, तर आयोजकको जवाफ नकारात्मक आयो। टिमहरू भरिभराउ भइसके, अब टिम दर्ता गर्न मिल्दैन। तर पनि उनका शिक्षकले धेरै अनुरोध गरेपछि अन्ततः पारस पढ्ने विद्यालयको टिम सबैभन्दा अन्तिम टिमका रूपमा दर्ता हुन्छ र सो प्रतियोगिता कीर्तिपुरमा आयोजना हुन गइरहेको थियो। पारस आफ्नो विद्यालयको क्रिकेट टिमका कप्तान थिए। उनको नेतृत्वमा टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा गर्यो र अन्ततः फाइनल जित्दै प्रतियोगिताको उपाधि हात पार्यो।
तर त्यो खेल प्रतियोगिता मात्र नभई काठमाडौँको क्षेत्रीय टिम छनौटका लागि समेत आयोजना गरिएको महत्त्वपूर्ण प्रतियोगिता थियो। यसबारे पारसलाई सुरुमा कुनै जानकारी थिएन। उनी आफू छनौट भएपछि मात्र यो कुरा थाहा पाउँछन्। उक्त प्रतियोगिताबाट पारस खड्का, दिपेन श्रेष्ठ र अनुप गजुरेल छनौट भएका थिए र उक्त छनौटले पारसको क्रिकेट यात्रामा नयाँ मोड ल्याएको थियो। त्यसपछि सन् 2002 मा उनले पहिलो पटक नेपाल अन्डर 15 टिमबाट युएई मा आयोजना भएको अन्डर 15 एसिया कप खेले। त्यसको अर्को वर्ष उनले नेपाल अन्डर 19 टिमबाट खेल्दै भारतको अन्डर 19 टिम विरुद्ध एउटा खेल खेले र सन् 2003 मै उनी पाकिस्तानमा आयोजित युथ एसिया कपमा पनि सहभागी भए। यिनै निरन्तर उत्कृष्ट प्रदर्शनका कारण सन् 2004 मा उनले नेपालको राष्ट्रिय क्रिकेट टिमबाट पहिलो पटक खेल्ने मौका पाए। पारसको प्रवेशपछि नेपाली क्रिकेटको भविष्यले नयाँ दिशा लिन थाल्यो, किनभने पारस खड्का एक ब्याट्सम्यान मात्र थिएनन्। उनी दायाँ हातका ब्याट्सम्यान, दायाँ हातका मिडियम फास्ट बलर र आवश्यक परे अफ ब्रेक बलिङ गर्न सक्ने बहुप्रतिभाशील खेलाडी थिए। यति बेला उनले +2 सकेका थिए र उनी नेपालको क्रिकेट क्षेत्रमा भविष्य नदेखेर अस्ट्रेलिया जाने योजना बनाएर बसिरहेका थिए। त्यसपछि सन् 2008 मा अस्ट्रेलिया गएर पढाइसँगै क्रिकेट पनि खेल्ने सोचमा उनले अस्ट्रेलिया अप्लाई त गरे, तर उनको भिजा लागेन। त्यसपछि उनले नेपालमै क्रिकेट खेलेर बस्ने निर्णय गरे र अझ बढी मेहनतका साथ क्रिकेट क्षेत्रमा समर्पित भए। केही मेहनत र उत्कृष्ट प्रदर्शनको परिणाम स्वरूप सन् 2009 मा उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बने। त्यसपछि सन् 2009 देखि 2019 सम्म लगातार 10 वर्षसम्म पारस खड्काले नेपाल राष्ट्रिय क्रिकेट टिमको कप्तानी गरे। उनको नेतृत्वमा नेपालले विभिन्न उपलब्धिहरू हासिल गर्यो। सन् 2010 मा नेपालमै आयोजना भएको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन 5 प्रतियोगितामा नेपालले पहिलो स्थान हासिल गर्यो। यस प्रतियोगितामा 6 वटा देशहरू फिजी, जर्सी, युनाइटेड स्टेट्स, सिङ्गापुर, बहरेन र नेपाल सहभागी थिए। फाइनल खेलमा युनाइटेड स्टेट्सले नेपाललाई 172 रनको लक्ष्य दिएको थियो, जुन नेपालले 46.4 ओभरमा 175 रन बनाउँदै जित हासिल गरेको थियो। यस सफलतापछि सन् 2012 मा नेपालले डिभिजन 4 प्रतियोगितामा भाग लियो, जुन मलेसियामा आयोजना गरिएको थियो। सोही वर्ष नेपालले एसिसी ट्रफी इलाइट प्रतियोगितामा पनि सहभागिता जनायो। उक्त प्रतियोगिता युएई मा आयोजना भएको थियो र त्यस एसिसी ट्रफी इलिट प्रतियोगितामा कुवेत विरुद्ध पारस खड्काले 77 बलमा 106 रन नट आउट बनाएर आफ्नो अन्तर्राष्ट्रिय करियरमा पहिलो शतक पूरा गरेका थिए। यस निरन्तर प्रगतिलाई अघि बढाउँदै सन् 2013 मा आइसिसीले डिभिजन 3 प्रतियोगिताका लागि नेपाललाई छनौट गर्यो र उक्त प्रतियोगिता बर्मुडामा आयोजना गरिएको थियो। अनि सन् 2014 मा नेपाल आइसिसी वर्ल्ड T20 मा भाग लिन सक्षम राष्ट्र बन्यो, जुन नेपालको पहिलो वर्ल्ड कप थियो। 2014 को T20 वर्ल्ड कपमा अफगानिस्तान विरुद्धको खेलमा नेपालले 9 रनको रोमाञ्चक जित हासिल गर्दा पारस खड्काको उत्कृष्ट अलराउन्डर प्रदर्शनलाई आधार मान्दै विश्व प्रसिद्ध क्रिकेट वेबसाइट ESPN क्रिक इन्फोले उनलाई पारस खड्का इज नेपाल्स कपिल देव भन्दै प्रशंसा गर्यो। यो तुलना र सम्मान नेपाल जस्तो सानो क्रिकेट राष्ट्रका लागि अत्यन्त गर्वको र ऐतिहासिक उपलब्धि जस्तो थियो। यस उपलब्धिको साथसाथै नेपाल अन्तर्राष्ट्रिय T20 क्रिकेट खेल्ने अधिकार प्राप्त भएको देश बन्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्यायो। तर T20 विश्वकपसम्म पुगिसक्दा पनि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूले क्रिकेट खेलेर मात्र सोचेको जस्तो आम्दानी गर्न सक्ने अवस्था सृजना भइसकेको थिएन। त्यसैबीच यस्तै ऐतिहासिक सफलताहरू र सङ्घर्षको बीचमा पारस खड्काले खेल मैदानमा मात्र होइन, व्यवस्था विरुद्ध पनि आवाज उठाउने नेतृत्व गरे। उनले नेपाल क्रिकेट सङ्घ क्यानको भ्रष्टाचार र असक्षमता विरुद्ध खुलेर विरोध गरे। नेपालमा हरेक क्षेत्रमा राजनीति प्रवेश गरेको हुँदा यस कदमले पारसको करियर नै समाप्त हुन सक्थ्यो, तर उनले त्यसको पर्वाह नगरी क्यान विरुद्ध आवाज उठाए। सन् 2010 मा पारसले राष्ट्रिय टिमका 16 खेलाडीसँग मिलेर क्यानको व्यवहार विरुद्ध बहिष्कार घोषणा गरे, जसले आर्थिक अनियमितताको विवाद निम्त्यायो। त्यस्तै 2014 मा दोस्रो पटक बहिष्कारको नेतृत्व गर्दा क्यानको पुनर्संरचना र खेलाडीको सुविधाको माग राखे। उक्त कुरा आइसिसीको नजरमा पर्यो र 2016 मा क्यानमाथि आइसिसीले प्रतिबन्ध लगायो। त्यसपछि स्वतन्त्र रूपमा खेलाडी वा सदस्य चयन गर्ने अवस्था सृजना भयो। पारसका यस्ता कदमले नेपालको क्रिकेट प्रशासनलाई चेतना दियो र सुधारको मार्ग खोल्न मद्दत गर्यो। त्यसपछि बिस्तारै नेपालमै घरेलु लिगहरू जस्तै एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र प्राइम मिनिस्टर कप लगायतका प्रतियोगिताहरू सुरु भए, जसले खेलाडीहरूको आम्दानीमा पनि सुधार ल्याउन थाल्यो।
यिनै सङ्घर्ष र उपलब्धिका बीच 26 फेब्रुअरी 2015 मा पारस खड्काले आफ्नो लामो समयदेखिको प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग विवाह गरेका थिए, जसले उनको व्यक्तिगत जीवनमा पनि नयाँ अध्याय थप्यो। लामो समयसम्म नेपाल र नेपाली क्रिकेटका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका पारस खड्काले सन् 2019 अक्टोबर 15 मा कप्तानीबाट राजीनामा दिए। त्यो क्षण भावुक थियो, तर उनका शब्द स्पष्ट थिए। नेपाली क्रिकेटलाई नयाँ सोच र नयाँ दिशामा अघि बढाउन आवश्यक छ। नेतृत्वबाट पछि हटे पनि उनले नेपाली क्रिकेट प्रतिको आफ्नो समर्पण कहिले त्यागेनन्। त्यसैसँगै 2021 अगस्त 3 मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्यासको घोषणा गरे। यसैसँगै उनको क्रिकेटको यात्रा अन्त्य भयो, तर उनको छाप सधैँ रहिरह्यो। क्रिकेट खेल्न छाडे पनि उनले नेपाली क्रिकेटलाई अघि बढाउन प्रयास निरन्तर जारी राखे। क्रिकेटबाट सन्यास लिएपछि पारस खड्काले काठमाडौँको बालुवाटारमा क्रिकेट एक्सिलेन्स सेन्टर स्थापना गरे। यस केन्द्रको मुख्य उद्देश्य ग्रासरुट क्रिकेटको विकास, युवा प्रतिभाहरूको पहिचान तथा भविष्यका पारसहरू तयार पार्नु थियो। त्यसपछि पारस खेलाडी मात्र रहेनन्, उनी नीति निर्माता पनि बने। 2023 सेप्टेम्बर 1 मा बागमती प्रदेश क्रिकेट संघको चुनावमा आफ्ना प्रतिस्पर्धी उमेश पियालाई पराजित गर्दै उनी बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भए। सोही महिनामा क्यानको चुनाव पनि सम्पन्न भयो र सेप्टेम्बर 23 मा प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस खड्का क्यानको सचिव पदमा निर्वाचित भए। उनी खेलाडी रहँदा र त्यसपछि पनि नेपाली क्रिकेट प्रतिको योगदान र सफलताका कारण पारस खड्का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै पटक NSFJ पल्सर प्लेयर अफ द इयर 2016, 2017, 2018, NNIPA बेस्ट क्रिकेटर अफ द इयर 2017, ICC एसोसिएट क्रिकेटर अफ द डिकेड नोमिनी, NSFJ प्लेयर अफ द डिकेड 2022 जस्ता पुरस्कारहरूबाट सम्मानित भएका थिए। पारस खड्काको कथा केवल एउटा क्रिकेटरको जीवनी मात्र थिएन, यो एउटा युगको कथा थियो जहाँ सपना सुरक्षित थिएनन्, पर्याप्त स्रोत थिएन र त्यो समयमा क्रिकेट रोज्नु भविष्यसँग जुवा खेल्नु बराबर थियो। यही जोखिमभित्र पारसले अनुशासन रोजे, धैर्यतालाई आफ्नो बल बनाए र हार नमान्ने अडाललाई आफ्नो पहिचान बनाए। उनी केवल रन बनाउने खेलाडी बनेनन्, उनी विश्वास बने। त्यो विश्वास जसले सीमित स्रोतमा पनि नेपाल विश्व क्रिकेटमा उभिन सक्छ भन्ने आँट दियो। आज उनी ब्याट बोकेर मैदानमा उत्रिँदैनन्, तर नीति, योजना र भविष्य बोकेर नेपाली क्रिकेटलाई नयाँ उचाइतर्फ डोर्याइरहेका छन्। सायद यही कारणले होला आज पारस खड्का एउटा नाम मात्र होइन, उनी एउटा अध्याय बनेका छन् जसले नेपाली क्रिकेटको इतिहास लेख्यो। र यो कथा यहाँ समाप्त हुँदैन, किनकि पारस खड्काको योगदान आज NPL जस्तो सफल लिगमा होस् वा क्यानको हरेक निर्णयमा उनी उत्तिकै गहिरो रूपमा उपस्थित छन् जति उनी खेलाडी रहँदा नेपाली क्रिकेटको लागि थिए। आशा गरौँ भोलिका दिनमा यस्तै निष्ठावान, अनुभवी र साहसी व्यक्तिलाई हामी क्यानको अध्यक्षका रूपमा मात्र होइन, नेपालको खेलकुद मन्त्रीको रूपमा पनि देख्न पाऊँ। किनकि जसले क्रिकेटलाई अभावमै उचाइमा पुर्याउन सक्छ, उही नेतृत्वले नेपालको सम्पूर्ण खेलकुद क्षेत्रलाई क्रिकेटले जस्तै व्यवस्थित, सम्मानित र विश्व सामु गर्व गर्न लायक बनाउन सक्छ। अन्त्यमा सबैका लागि एउटा प्रश्न, तपाईको नजरमा NPL सिजन 1 र सिजन 2 सफल हुनुमा सबैभन्दा प्रभावशाली भूमिका निभाउने व्यक्ति को हुन्? हामीलाई तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला र भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र यस्तै भिडियोहरू नछुटाउनको लागि च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन दबाउन नबिर्सिनुहोला। अन्त्यसम्म साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद।